सबै कुरो कन्टेन्ट भएको छ क्या हुन्छ नि। अनि अर्को कुरा मलाई तपाईँलाई चाहिँ कस्तो हुन्छ थाहा छैन, म चाहिँ अब म इभन यो पनि फिल गर्छु, अब यो मेरो त्यो गलत पनि हुनसक्छ होइन। अनि अहिले त्यो च्यारिटी पनि मान्छेहरूले च्यारिटी कम कन्टेन्ट ज्यादा गर्छ क्या, तपाईँले नोटिस गरेको छ त्यस्तो कुरा? अब कुछ बोलुङ्गा त विवाद हो जाएगा भन्नु जस्तो यो सिनहरू चाहिँ धेरै छ नि सागर। अब जसमा चाहिँ अब त्यही त मैले अघि पनि यही भने कि मैले पो त्यो गलत बुझ्दैछु कि त्यो, तर त्यस्तो चिजहरू देख्दाखेरि मलाई भित्रबाट चाहिँ अनइजी फिल हुन्छ क्या। तर मान्छेले हुन्छ कि हुँदैन, अब राम्रो हो होइन। कतिजनाले यसो भन्छ नि फेरि, अब आफूले त्यो गरेको कार्यहरू देखायो भने त अब इन्सपायर हुन्छ अरू, ठिकै होला केही हदसम्म होइन। तर त्यो इन्सपायरको लागि मात्रै गरेको हो कि इन्सपायर कि उसले साँच्ची नै गर्दैछ, मतलब म चाहिँ इन्सपिरेसन हो है, सोर्स होइन, सोर्स अफ इन्सपिरेसन हो, मैले चाहिँ यस्तो काम गर्दैछु तिमीहरू पनि इन्सपायर हुआ भनेर त्यो काम गर्दैछ कि उसले मनभित्रबाटै गर्दैछ त, त्यो डिफ्रेन्स छ नि यसमा, डिफ्रेन्स छ नि। अब कतिमा भन्छ नि कतिले अब गर्छ यस्तो, कतिजनाले अनइजी फिल गर्छ र चाहिँ कमेन्ट गरिदिन्छ, म त भन्नु पनि अप्ठ्यारो किनकि अब अन्त आफै रिप्लाई गर्छ क्या। मैले यस्तो गर्दाखेरि चाहिँ अरू इन्सपायर हुन्छ नि त, मैले यसो गर्दाखेरि अरूले देख्छ अनि अरूले पनि गर्छ, ठिकै होला केही हदसम्म। तर उसले त्यो इन्सपायर गर्नु लागि मात्रै गरेको त्यसो भए होइन, म जस्तो अरूले पनि गरोस् मबाट सिकोस् भनेर ऊ चाहिँ सोर्स अफ इन्सपिरेसन मात्र भएको कि उसले साँच्ची नै उसले त्यो सेवा गर्दैछ त, त्यसमा चाहिँ अलिक फरक छ नै। अब त्यसमा चाहिँ अब त्यो जवाब उनीहरूले अब कसले दिन्छ उसकोमा त्यो जवाब छ कि छैन त्यो मलाई थाहा छैन। अनि अब केही हदसम्म त्यो सही पनि होला, तर त्यो साह्रै बेसी देखाउनु पनि अब मलाई चाहिँ अनइजी फिल हुन्छ सागर। अब यो सही हो कि गलत त्यो म जान्दिनँ, अनइजी चाहिँ फिल हुन्छ मलाई चाहिँ एकदम त्यो भित्रबाट क्या। त्यो कस्तो कस्तो हुन्छ नि अब के कस्तो यस्तो क्रिन्ज भन्नु सिधै क्रिन्ज भन्ने यस्तो पनि सकिन्छ र गर्नु भने, किनकि हेर सागर म तिमीलाई चिन्छु, तिमीले धेरै गरेको छौ, तिमीले जरुरी मान्दैनौ क्या त्यसलाई हाइलाइट गर्नु, किनकि थाहा हुनेलाई थाहा भइरहेको छ नि त। त्यही त अब खोइ कसरी यसलाई भन्नु, मलाई भन्नै हाने यो कुरा क्या। अब मतलब म चाहिँ राम्रो मान्छे हो है भनेर मैले आफै भन्नु क्या अब होइन, म एकदम राम्रो मान्छे हो होइन। सागरले पनि भने भर्खर मलाई हो नि यो त अब भन्नु, त्यो नभन्नु पनि भनेको होइन, तर यति बेसी भन्नु होइन, म समाजसेवक हो, म सोर्स अफ इन्सपिरेसन हो होइन। आज सचिन तेन्दुलकर जस्तो महान क्रिकेटरले पनि म खतरा क्रिकेटर भन्दैन नि त, उसलाई त भगवान भन्छ क्रिकेटको, तर आफै त भन्दैन नि त होइन। आफै मेसीले पनि भन्दैन नि त्यो कुरा त, आफै म त खतरा फुटबलर हुने म भन्दैन नि त। दावे एन्सर हो, तर त्यही हो दा क्या हुन्छ नि। मलाई पनि लाग्छ क्या त्यो कुरा चाहिँ के भन्दाखेरि सेवा गरेको अरे, अनि सेवा गरेपछि चाहिँ क्यामेरामा खिचेर ल तपाईँले गर्दैछ अरे सपोज होइन, मैले देखेँ अरे, म हिँड्दै गर्दा म कन्टेन्ट सुट गर्दै गर्दा मैले प्रबल दाले चाहिँ एउटा यस्तो मान्छेलाई होइन तपाईँले सेवा गर्दै गरेको देखेँ, आई थिङ्क वाट एभर गर्दै गरेको देखेँ। अनि मैले चाहिँ तपाईँले थाहा नपाइकन क्या हुन्छ नि, लाइक मैले सुट गरेर चाहिँ मैले हाल्नु चाहिँ त्यो चाहिँ इन्सपिरेसन हो सागर। त्यो अब त्यो यहाँ अहिले कुरा है, अहिले चाहिँ मिल्यो क्या। मैले त्यो सोच्दै मात्रै थिएँ सागरले एउटा के राम्रो काम गर्दैछ, मैले त्यो कुरा देखेँ, मैले खिचेँ अरे त्यो, अन्त यसले गर्दाखेरि चाहिँ उनीहरू इन्सपायर हुन्छ, त्यो चाहिँ मिल्छ अहिले मलाई त्यो चाहिँ हो। तर तपाईँले एउटा मान्छेलाई बन र चिया खुवाउँदैछ अरे, त्यहाँबाट यसरी क्यामेरा यसरी राखेको छ अरे होइन, त्यो चाहिँ यसरी खिचिदियो अरे, अनि हेर्नुहोस् है मैले चाहिँ यहाँ बन र चिया खुवाउँदैछु है, बिचरा ऊ चाहिँ भोकै रहेछ 3 दिनदेखि, अनि यो चाहिँ इन्सपिरेसनको लागि, त्यो त आउँछ त्यही भनेको अघि मैले त्यो भन्नु तिमीले इक्जाम्पल दिँदाखेरि चाहिँ जोडेँ क्या। कसैले एउटा दामी काम गर्दैछ अरे, मलाई त्यसले छुयो, आम्मा यस्तो दामीले काम गर्दैछ, यो त अरूले पनि थाहा पायो भने चाहिँ थाहा पाउनुपर्छ, अन्त अरू पनि त इन्सपायर हुन्छ, अरूले पनि गर्ला भन्यो भने चाहिँ त्यो चाहिँ दामी हुन्छ, त्यो चाहिँ म उसलाई खिच्छु होइन। फेरि त्यो चाहिँ मैले मनबाट खिचेको हो नि त, फेरि उसले मलाई खिचेन भने खिच्दिनँ फेरि भाइ मैले यसो काम गर्दा चाहिँ यार खिच्दैन अरू पनि इन्सपायर हुन्छ मलाई कस्तो चाहिँ लाग्छ, त्यो मैले खिचेँ भने चाहिँ त्यो चाहिँ मलाई पनि मजा लाग्छ, मलाई भित्रबाट क्या उसले जति सक्दो यो चिज चाहिँ पुगोस् मानिसहरूले देखोस् यति दामी निस्वार्थ भावनाले काम गर्दैछ भन्ने चाहिँ मलाई पनि मजा आउँछ। अनि साँच्चै नै त्यो भिडियो चल्दाखेरि मलाई मजा आउँछ, अरूलाई पनि मजा आउँछ क्या। तर आफै चाहिँ अब आई डोन्ट नो, खोइ अब त्यही त अघि त्यही त अहिले के यस्तो कन्फ्युजन छ कि अब कि हाम्रो बुझाइ गलत हो कि होइन कि सही नै पो हो कि, अब हामी पनि आफै क्या त्यो कन्फ्युज स्टेटमा छौँ कि। मलाई चाहिँ यस्तो लाग्छ, म चाहिँ मेरो त सिधै छ दा, म चाहिँ फेकै लाग्छ मलाई, त्यो चाहिँ मेरो लागि फेक च्यारिटी हो क्या। जब तिमीले आफैले तिमी सेवा गर्दै आफै खिचाउँछ त्यो चाहिँ फेक च्यारिटी हो क्या। अनि दर्शकले पनि आई थिङ्क त्यो कुरा चाहिँ बुझ्नुपर्छ क्या तपाईँहरूले, त्यो चाहिँ कहिले पनि एउटा राम्रो सोच भएको मान्छेले कहिले पनि खिच्दैन क्या। एउटा समय थियो क्या दा, मान्छेहरूले अप्रोच गर्थ्यो क्या, मलाई साह्रो परिरहेको छ अलिकति मद्दत गरिदेऊ न, एउटा टाइम थियो क्या। अहिले उल्टा भएको छ क्या,
अहिले तपाईँको कन्टेन्ट क्रिएटर्सहरूलाई या जसले चाहिँ डोनेसनहरू उठाउँछ नि त्यो मान्छेले चाहिँ उल्टा खोज्छ अरे क्या बिमार भइरहेछ कसलाई चाहिँ सहयोग गर्नु पर्ने यो होइन यो अब भन्दा अलिक तितो सुन्ला होइन तितो सुन्ला कि तर हो किनकि पहिला सहयोग मान्छेले त्यो रेयरली पनि सुन्थ्यौँ हामी अन्त त्यो चाहिँ कस्तो हुन्थ्यो भने चाहिँ अब सहयोग भन्दाखेरि पनि क्या त्यो मनभित्रबाट सहयोग आउँथ्यो क्या गरौँ न त भन्ने अहिले भने जस्तो कति कन्टेन्ट क्रिएटर साँच्चै खोज्छ क्या उनीहरूको लागि किनकि त्यो दामी कन्टेन्ट हुन्छ नि त कोही बिमारी भइरहेको छ कोही एकदमै नाजुक अवस्थामा छ होइन अनि त्यो चाहिँ उसको लागि कन्टेन्ट हुन्छ अनि उसले त्यसमा दुईवटा चिज पाउँछ एउटा त भ्युज सपोर्ट पनि पायो अर्को फाइनेन्सियली पनि उसले सपोर्ट पाउँछ त्यहाँनिर अनि अब कसैले दोष पनि दिएको होइन अब त्यो काम होइन काम राम्रो हो कि तर तरिका हो हामीलाई तरिकासँग प्रब्लम भएको सिधै कुरा मलाई त्यो अनइजी चाहिँ तरिकाले भएको सिधै भन्नु तरिका त्यही त अघि मैले रेला गर्दै भने नि कुछ बोलुङ्गा त विवाद हो जाएको यस्तो त कति कुरा छ नि सागर अब फेरि यस्तो छ नि त अब त्यसको चाहिँ कस्तो भन्छ भने चाहिँ यिनीहरूले गर्नु सकेन अन्त यस्तो भन्दैछ होइन अघि हामीले नम्बर्सको कुरा गऱ्यौँ यिनीहरूको छैन आरिस गरेको त्यो जब रेडी छ क्या मान्छेकोमा क्या रेडी छ नि त अब आज हामीले यो कुरा गऱ्यौँ यिनीहरूले आफू पनि गर्दैन अरू तर भन्नु पर्दाखेरि हामीले नगरेको पनि होइन नि सागर गर्दैछु नि कति कुरा देखिँदैन होला अब हामी कसरी देखाउनु हामीले सक्दैन त देखाउनु सागरको कुरा मलाई थाहा छ मेरो पनि सागरलाई थाहा छ होइन अब भोलिको दिनमा केस भयो भने अदालत त्यति बेला चाहिँ प्रुफहरू दिउँला हामीले गवाई लिएर आउला होइन मैले के गरेको छु सागरले के गरेको छ कसैकोमा फोटो मलाई भिडियो मलाई सायद त सोसियल मिडियामा आएन होला होइन कति कम्ती आयो होला होइन अन्त तिमीहरू पनि गर्दैन उसलाई पनि गर्दै दिँदैनौ भन्ने खालको मान्छेकोमा मुखमै छ नि त जवाब त्यो तर हामीले चाहिँ गर न तर त्यो तरिका जस्तो प्रकार तिमीहरूले गर्दैछौ अब अलिक त्यो अनिजी खालको प्रकारले हामीलाई लाग्छ अब हामीलाई मात्रै धेरैलाई लाग्छ होला नभनेको होला किनकि यस्तो कुरामा भन्नु अप्ठ्यारो नि त अब म एकजना रेडियोमा बोल्ने मान्छे होइन लाई त अलिक अप्ठ्यारो लाग्दैछ भन्दा नर्मल मान्छे त त्यसै अप्ठ्यारो लाग्छ नि भन्नु कतिले अन्त सायद अघि अहिले मैले यसो बुझ्दाखेरि अब मान्छेले हेरिदिन्छ तर त्यो हेऱ्यो होला कतिजनाले कुरा गर्यो होला यस्तो नगर तर उसले कमेन्ट गर्नु एड गरेन होला क्या त्यसो गरेपछि उसलाई फेरि त्यस्तै खालको अब त्यो अप्रिसिएसन भयो नि त अवश्य त्यो झन् भ्युज जाँदो रहेछ अन्त झन् मलाई त मान्छेले तिमी त खतरा समस्या रहेछ सेवक रहेछौ या झन् मलाई त तिमी त डरलाग्दो दामी काम गर्दैछौ भन्ने भन्दो रहेछ अब झन् म यस्तै गर्छु भनेर त्यो त हुन्छ नि सो म चाहिँ मलाई यस्तो लाग्छ कि त हामी सबैको एउटा हुन्छ नि हामी सबैको एउटा स्वाभिमान हुन्छ क्या त्यो बिमारी मान्छेको पनि स्वाभिमान हुन्छ उसले भन्नु मात्र सक्दैन क्या उसको आवश्यकता त्यो उहाँको चाहिँ त्यो सिचुएसनको होइन उहाँको त्यो चाहिँ फाइदा उठेको जस्तो अब आज म लाचार छु अरे होइन म एकदम मलाई एकदमै आवश्यकता छ अरे आज अब त्यो आउनु पनि सक्छ सागर त्यो आउँदैन नि होइन त्यो मेरोमा पनि आउनु सक्छ अस्ति हामीले भने नि आफ्नो प्राणको लागि त्यो भिख पनि मागौँला नि त त्यो आउनु सक्छ नि त अब आज भोलिको दिनमा मलाई एकदमै गाह्रो पर्ला होइन म एकदमै त्यो स्थितिमा पुग्ला कि मलाई मान्छेको चन्दा चाहिला हुनैसक्छ सागर किनकि हामी त्यो खालको रिच मान्छे पनि होइन हामी आज त्यस्तो फाइनेन्सियली छैनौँ तर स्वाभिमान हुन्छ नि त होइन कसरी आएर मलाई मद्दत गर्ला हातमा पैसा दिला खिचिदिला म रोक्नु सक्दिनँ क्या सागर आवश्यकता हुन्छ त्यतिमा किनकि त्यति बेला मेरो आवश्यकता यस्तो हुन्छ कि म त्यो होस् भन्नु पनि सक्दिनँ तर मैले मनभित्रबाट चाहिँ सोचेँ कि यति नगर्दै हुन्थ्यो नि उनीहरूले मलाई सहयोग त गर्दछ तर यसरी मलाई यति साह्रो एक्सपोज नगर्दै हुन्थ्यो नि भने चाहिँ मेरो मनबाट त हुन्छ होला नि त सायद त्यस्तै उनीहरूलाई भइरहेको छ कि बुझिदिनुपर्छ नि त कति कुरा होइन त्यो स्थितिमा उनीहरू होला नि त तर उनीहरूलाई अब जस्तै सागरलाई आज पुरै हेल्प चाहियो सागरले मबाट पुरा आशा गरेको छ तर म चाहिँ क्यामेरासँग आएँ क्या टिमसँग आएँ तिमीले मेरो सहयोग लिनु तिमीलाई कर लागेको छ तर तिमीले कसरी भन्छ त तपाईँको सहयोग चाहिँ मलाई दिनुहोस् यो चाहिँ नगर्दै भन्नै सक्दैन तिमीले भन्नै सक्दैनौ नि किनकि त्यो भन्यो भने फेरि सहयोग पाउँदैन तर सहयोग यति साह्रो उसले चाहिएको हुन्छ कि अब त्यसको लागि चाहिँ अब चुप लाग्नुपर्छ क्या अब म त्यो लिटरली फिल गर्छु कतिजनाको आँखामा त्यो भिजुअलमा देख्छु क्या अब त्यो चाहिँ मलाई के लाग्छ भने चाहिँ तिमी कन्टेन्ट क्रिएटर हो तिमी क्यामेरा त्यो तिमी जस्तो त म पनि हो नि त तिमी म जस्तो सोच्नु सक्दैनौ भन्ने चाहिँ मलाई लाग्छ क्या तिम्रो थट प्रोसेस किन म जस्तो नभएको कोही बेला चाहिँ फेरि तिमीले अघि हामी कुरा जस्तै कि म पो गलत हो कि भन्ने हुन्छ फेरि क्या तर हामी गलत हुनसक्छ फेरि होइन हामी गलत हुनसक्छ तर म चाहिँ यस्तो भन्छु कि कतिवटा कुराहरूमा चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्नैपर्छ बुझ्नैपर्छ होइन एज अ कन्टेन्ट क्रिएटर पनि हामीले हेर्नुपर्छ यो कुराहरू चाहिँ हामीले प्रेजेन्ट गर्ने तरिका पनि छ प्रेजेन्ट कस्तो प्रकारले गर्छ कतिजनाको त मैले यतिसम्म देखेको छु कि प्रबल दा कि मैले अघि भने पीडा छ सोसियल मिडियाको कुरा गरौँ या नट ओन्ली भिडियो कन्टेन्ट होइन सोसियल मिडियाको एज अ होल सोसियल मिडिया क्या हुन्छ नि लाइक फेसबुक होइन इन्स्टाग्राम यो सबै सोसियल मिडियामा मैले यतिसम्म देखेँ कि दा मान्छेले लास्टको पनि सौदा गर्दो रहेछ क्या कस्तो प्रकारले भन्दाखेरि अब सौदा भन्दा लिटरली पैसा लास्ट बेच्नु त होइन तर त्यो लास्टमा पनि उसले
अटेन्सन खोजिरहेको छ क्या यो लास्टबाट पनि म नाम कमाउँछु यो लास्टबाट पनि म दाम कमाउँछु यार म यो लास्टबाट पनि म के अरे म केही न केही त म पक्कै फाइदा उठाउँछु त्यहाँसम्म पनि पुगेछ क्या हाम्रो पुगेको छ त्यही त मैले भने त हरेक चिज कन्टेन्ट सबैले सोच्दैन होला तर अब प्रायःको के सोचेको छ भने कन्टेन्ट क्रिएटर्सको पनि कि हरेक चिज नै उसलाई कन्टेन्ट भयो क्या कुन कन्टेन्टलाई मान्छेले हेर्छ कहाँबाट चाहिँ मेरो भ्युज आउँछ या पैसा कमाउन सकिन्छ त्यो छोड्दैन क्या त्यो छोड्दैन